हेलो साथीहरू नमस्कार। ह्याङ्गिङ गार्डन हेरौँ है, शारदाको ह्याङ्गिङ गार्डन कलवामा। यहाँ टिकट काउन्टर, टिकट काट्दै हुनुहुन्छ। अबे देखना दो फिर। देख लो मैंने कौन सा बनाई थी। मना करना नहीं चाहिए भैया। देखा है ट्रेन मतलब देव दिन आयो देव डुब्दा बनाएको झर्ना हो त्यो। ए शीतल आउ घुम्के हो त आउँछ र उतै घरभित्र जाऊ। हैन त्यहाँ अबे त्यहाँ घुम्ने न र इको यहाँ चढ्ने हो त्यहाँ घुमा चाहिँ पछि फेरि आफै घुम्ने। अब हामी चाहिँ यो ह्याङ्गिङ गार्डनको रेस्टुरेन्टमा जाँदै, आज चाहिँ यो रमजान परेको हुनाले खानापिना त हुँदैन होला, यसो घुमेर जाऊँ। कता हिँडेको हो बिजुली बालेर? भनेपछि कलवाको ह्याङ्गिङ गार्डनमा आउनु भयो है? कस्तो लागिरहेको त? अलि गर्मी पनि छ होइन? अनि हामी माथि गएको उहाँबाट झर्ने हो क्या पैदल? उता कता सिँढीबाट लाइभ त होइन, युट्युबमा आउँछ। जेठी साली माइली साइली काइली कान्छी कौनी हो? साइली काइली सबै छ। यो स्कु बनाउँछ होला है, स्विमिङ के बनाउँदै होला कि? कता हिँडेको हजुरहरू? बिजुली अहिले रात परेपछि बाल्नु होला। ओहो, फोटो त निकै खिच्न हो हजुरहरूले घाममा पनि। भिडियो बन्दैन आना त हेर न नकर फेरि सबै आउने हावा बगे मस्त देखा हेर न सारा। वनकुखुराको फुल छ अरे त्यहाँभित्र, चेक गर्नु त लिएर जाउँला भरे। वनकुखुराको फुल खोज्ने आयो त आमा साथी हो। निर्मला दाइ के हो ल हजुर सबै चार जना यहाँ सिंगल सुन्नु पहिला एकैटा ढुङ्गा बसेको पुरा आउनुस् उठ्या ल फेर नजिक भयो फोटो पनि आउला र। झन् राम्रो आउँछ कि टाढा यस्तो टास्छ नि फेरि क्यामेरा पनि आउनु पर्यो नि। आउँछ के हजुर हेरेको हेरे भिडियो नि अह क्लिक नि मार्दै हो। हामी ह्याङ्गिङ गार्डन घुम्न आएको आज धेरै रमाइलो भइरहेछ।
ल कति रमाइलो ल हे साथी यो कलवाको ह्याङ्गिङ गार्डनमा पानीको झरना बगिरहेको छ गर्मीमा पनि खुलै खोलो रहेछ कता हिँड्नुभयो हो बिजुली बालेर हल्का गर्मी भयो भने हावा चलिरहेको रहेछ अनि झरनाको चिसो पानी ल छिटो छिटो आम माथि जाम डाँडा काँडा घोरलासीको टुप्पा गएर आउने होइन डाँडा काँडा धेरै नेपालको जस्तो याद आयो। ओ पारी जङ्गलतिर जाम सिधै 5-6 अरे लट्टासमा लाग्यो